हेलो साथीहरू नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला हामी सबैजना यहाँ सन्चै छौँ हामी चाहिँ बजार हिँडेर आएको धेरै टाइमपछि बजार हिँडेको पार्क हुँदै हिँडेको हामी चाहिँ यस्तो पार्क वाउ दामी 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 बाबु चाहिँ सुतिरहेछ आज बाबु सुतेछ यो छाडी हेर्न कस्तो राम्रो पार्क कति ठुलो के वाउ दामी दामी साथीहरू दामी अनि सबैजनालाई एडभान्समा विजया दशमीको धेरै धेरै शुभकामना सबैजनालाई राम्रोसँग मनाउनु परिवारसँग नेपालमा है सबैजना विदेशमा भएको पनि सबैजना परिवारसँग मनाउने रमाइलो गर्ने है हामी त यति अब हामी पनि मनाउने हो ल है साथीहरू यसरी हामी जाँदैछौँ मार्केट है साथीहरू हामी चाहिँ यही फौज प्लाजामा आएको हामी चाहिँ यही फौज प्लाजामा हो भित्र गएर अलिअलि सपिङ गर्ने अनि रासन पानी भर्न पर्छ के कसो बुढो बिल्कुल बिल्कुल खाना पर्यो नि मोटो मान्छे बाँच्नु त पर्यो यसरी गाडी रहेछ बाँच्न पर्यो बाँच्नु नै ठुलो हो जिन्दगानीमा मरिलानु के छ र जिन्दगानीमा है साथीहरू यहाँको चाहिँ यस्तो छ है अब चाहिँ हामी यहाँबाट बाटो क्रस गर्छौँ बाटो क्रस गर्दैछौँ त्यसपछि ल यहाँ चाहिँ पैसाको रेडी छ है यहाँ चाहिँ पैसा हाल्यो आफूलाई कहाँ गन्तव्यमा जाने हो पैसा टुक्रुक्क हाल्यो त्यसपछि ब्याङ्कबाट अनि गयो सिधै आफूलाई जहाँ जान मन लाग्छ त्यही यो साइकल पनि त्यही हो सबैको गाडी पार्किङ छ आफ्नो त गाडी भए पो पार्किङ गर्नु र फेरि खुट्टा पार्किङ गरे मात्र ल है साथीहरू हामी चाहिँ यहाँबाट जाँदैछौँ सिडी चढेर त भने ल है वा कस्तो हावा चलेको ल हामी चाहिँ हाम्रो गन्तव्यमा आयौँ ढोका आफै खुल्यो स्वागत छ हामीलाई ल है अब चाहिँ भित्र गएर म तपाईँलाई देखाउँछु है त हामी चाहिँ उकालो लाग्यौँ है अब ए मेसिन साथीहरू यो त मेसिन त बिग्रेको कुरा चाहिँ हिँडेर जानु पर्यो खुट्टाले हिँडेर जानु पर्यो साथीहरू गाह्रो छ जिन्दगानीमा के हो यस्तो हाम्रो मात्र पर्छ के हो ल यसो लिफ्टमा हिँडेर जानु पर्यो ल है त अझै माथि जाने हिँडेर जान मिल्छ नि ए यता पो हो यहाँ चाहिँ चलेर चाहिँ ल खुट्टालाई एकछिन विश्राम दियौँ ल साथीहरू यसरी गएर यसरी तल झरेर अब यसरी यहाँ मोटो मान्छे देखिनुहुन्छ ल हेर्नु त ब्यागहरू कति राम्रो राम्रो साथीहरू चाहिँ गयो है यहाँबाट तल हेर्नु न यहाँ सबैजना खाना हेर्नु त ओ माई गड सबैजना तल चाहिँ रेस्टुरेन्ट हो सबैजना खानामा व्यस्त हुनुहुन्छ है त म चाहिँ अगाडि लाग्दैछु कहाँ जानुभयो मेरो हस्बेन्ड साथीहरू ल यहाँ चाहिँ रेस्ट गर्ने ठाउँहरू छ कफी खाने र हाम्रो गन्तव्यमा प्रस्थान भयौँ हामी अब यहाँबाट भित्र कता कता पुग्ने हो यहीँबाट हामी पुग्छौँ सबै कुरा हेर्दै यो भित्र पुग्छौँ ओ माई गॉड
के गर्ने जिन्दगानीमा साथीहरू। ल्यापटपहरू सबै मोबाइल ल्यापटपहरू पाउँछ। अब उता चाहिँ भित्र गयो भने यो कुरा हुन्छ। यहाँ चाहिँ इलेक्ट्रिक सामानहरू मात्र पाउँछ है। त्यसबाट उता भित्र गइन्छ। साथीहरू यहाँ चाहिँ चेयर रहेछ, एकछिन रेस्ट गर्नु पऱ्यो क्या। वाउ साथीहरू मजाको हुँदो रहेछ। वाउ यस्तो रेस्ट गर्नु पनि पाइन्छ कि। वाउ मजा आउँदो रहेछ घुम्न। हेर्नु त राम्रो रहेछ, किन्न पर्छ क्या यो। वाउ कति मजाले घुमिन्छ। वाउ वाउ साथीहरू मजा। ओइ ल अब चाहिँ यहाँबाट कपडाको सुरु भयो। यहाँ चाहिँ कपडाहरूको सुरु भयो। कहाँ जानुभयो मोटो? यहाँ चाहिँ अब कपडाहरूको सुरु भयो। त्यही हुन्छ चाहिँ सुरु हुन्छ। साथीहरू यहाँ चाहिँ मैले बाबुले जाडोको कपडाहरू हेर्न आएको। फाइनल्ली हेर्दा बल्ल यो चुज गरेँ। यो जाडोको सेट यो चुज गरेँ, तल र माथिको है त साथीहरू। ल है साथीहरू म चाहिँ तरकारी बजारभित्र पसेँ, सोरुमभित्र। ल वहाँ चाहिँ यो त तरकारी सेक्सन हो, सबै कुरा तरकारीहरू पाउँछ भरको। अब म यहाँ खुर्सानी किन्दैछु। ल हेर्नु साथीहरू यहाँको खुर्सानी यही मात्र पाउँछ, एक ठाउँ मात्र। यसलाई पर्छ किलोको 3000 पर्छ यसलाई। यस्तो खुर्सानी अक्टोबरलाई पर्ने भयो नि हुन्थ्यो नि अझ। ल हेर्नु साथीहरू यस्तो किलोको 3000। ल हेर्नु यो भेन्डी खाने भेन्डीको हालत हेर्नु, किलोको 1900 नि, किलोको 1900। हेर्नु यस्तो भेन्डीलाई पाउने यति मात्र हो। फेरि योभन्दा धेरै छानी पाउँदैन फेरि। ल हेर्नु साथीहरू किलोको 1900 यस्तो भेन्डीलाई छाटी पाउनु भयो। यति सानो भाँडामा राख्छ यस्तोलाई 1900। हे भगवान् के खानु जिन्दगानीमा। ल कुरिलो हेर्नु कुरिलो। ल हेर्नु ल च्याउको डल्ला उता खान। यस्तो अकबरे भयो नि चित्त बुझ्थ्यो नि। यस्तोलाई 3000 किलोको 3000। ल है साथीहरू अब एउटा हातले क्यामेरा समात्ने, एउटा हातले गर्नुपर्छ। म अब खुर्सानी हाल्छु है त। ल के मिठाई खाने हो यहाँ? ललिपप खाना चाहिँ विष्णु र मिना। ल है साथीहरू हामी चाहिँ अब सामान किनेर तल लाग्दैछौँ, तल जाँदैछौँ।